म भन्छु मलाई एक्जाममा एकचोटि पास गरिदिनुहोस्। म कस्तो काम गर्छु, मेरो क्षमता के हो भन्ने कुरो एकचोटि हेरिदिनुहोस्। नमस्ते। आज हामीसँग राम आधार कापरजी हुनुहुन्छ। उहाँले मौतरी क्षेत्र नम्बर 3बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ। मौतरीमा हुने प्राय निर्वाचन प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा उहाँको उम्मेदवारी हुन्छ र जितको सङ्घारमै समेत पुग्नुहुन्छ। केही मतान्तरले मात्रै पराजय बेहोर्दै आउनु भएको राम आधार कापरजी ले फेरि पनि हिम्मत गर्नुभएको छ यो क्षेत्रबाट उम्मेदवारी दिन। आज हामी उहाँसँग उहाँकै उम्मेदवारीबारे थोरै चर्चा गर्दैछौँ। स्वागत छ राम आधार। धन्यवाद। 2074 को प्रदेश सभा चुनावमा 5510 मत ल्याउनु भयो। त्यसपछि 79मा पनि 12,733 मत प्रतिनिधि सभामा प्राप्त गरिसक्नुभयो। स्थानीय तहमा पनि लगभग 5,000 मत प्राप्त गर्नुभएको। उम्मेदवारी छोड्नु भएको छैन। तपाईको उम्मेदवारी कुनै समय दलगत भएको छ, कुनै बेला स्वतन्त्र भएको छ। यो अवस्था किन, यो उल्झन किन? यो प्रश्न मेरो लागि जरुरी पनि थियो। यो तपाईको माध्यमले मैले समाजलाई, जनतालाई भन्ने मौका पनि पाएँ, खुसी लागेको छ। म निरन्तर रूपमा जनताको बीचमा काम गर्छु र म चुनावहरू लड्दै गए। मैले बुझे, मैले एक्जाम दिँदै गइरहेछु। मेरो बारेमा नयाँ नयाँ उम्मेदवारहरूले भन्ने गर्नुभएको छ, राम आधारजी सबै चुनाव लड्नुहुन्छ भनेर म लडिरहेछु। मलाई लाग्छ यो प्राविधिक कारण हो कि म चुनाव हारे, तर जनताले मलाई भोट दिएकै हो। लास्ट चुनावमा अनेक गठबन्धनहरू, बलियो गठबन्धनहरूको बीचमा म एक्लो स्वतन्त्र उम्मेदवार थिए। जनताले मलाई नै भोट दिने प्रयास गर्यो, दियो पनि। तपाईले भन्नुभयो 12,733 मत ल्याउनुभयो। मैले हेरेको छु मेरो 4,000 मत त्यतिकै बोकस भयो। मलाई साथीभाइको अभाव भयो। त्यति बेला म स्वतन्त्र थिए र त्यति बेलाको स्वतन्त्र र अहिलेको स्वतन्त्र, त्यति बेला म स्वतन्त्र भएको थिएँ। अहिले आएर यति बेला मलाई साथीभाइहरूले, यो क्षेत्रको जनताले अब तिमी आउनुपर्छ लड। मैले पार्टीबाट टिकट पाइन भन्ने कुरो त धेरै आइ नै सक्यो। त्यो विषयमा कुरा गर्नु मैले त्यति उपयुक्त मान्दैन। तर अहिले म स्वतन्त्र उम्मेदवार छु र यो जनताले, यो क्षेत्रको जनताले मलाई उम्मेदवारी गर, हामी तिम्रो साथमा छौँ र तिम्रो अनुभव छ, तिमी विकास बुझेछौ, तिमी दुनियाँ देखेछौ, तिमी समाजको समस्या बुझिरहेछौ, तिमी यसको समाधान पनि तिमीलाई थाहा छ, तिमी उम्मेदवार बन भनेर मलाई उम्मेदवारी दिनु पर्यो। र आज पनि म स्वतन्त्र उम्मेदवार छु र मलाई लाग्छ म जनताको उम्मेदवार छु। तपाईलाई त एमाले पनि टिकट दिनै अवस्था त भएकै हो। राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि तपाईले टिकट पाउने चर्चा थियो। अवस्था कसरी आयो तपाईले स्वतन्त्र उम्मेदवारी? यो बडा गाह्रो विषय छ। परिवेश हेर्दाखेरि हामी आएको परिवार, उठेको समाज, जुन परिवेशबाट हामी गुज्रियौं, टिकटको खेलमा कहीं न कहीं यो परिवेशमा, यो तिक्रम खेलमा हामी पछाडि पर्छौं। विभिन्न घेराहरूमा परिन्छ। यसलाई घेर्नु पर्यो, यसलाई टिकट दिनु हुँदैन भन्ने खेलहरू चल्दै गर्दा यो स्वतन्त्र उम्मेदवारी मेरो बाध्यता पनि हो। रासपाले पनि मेरो लागि
उम्मेदवारी तय गरेकै थियो। एमाले एकल सिफारिस मेरो यो क्षेत्रबाट क्षेत्रको सबै साथीभाइहरूले गरेकै थियो, तर मैले टिकट पाइनँ भन्ने कुरो सत्य हो। ठिक छ, मैले पार्टीको टिकट नपाएपछि जनताको टिकट यसमा कुनै खेल छ के छ यो अलि यो बिना खेलको कुरो त होइन। म तपाईले देखाइदिउँ मलाई। राजसपाको नेताहरूले मेसेज पठायो, अंग्रेजीमा लेख्नुभयो, योर नेम हैज बीन एप्रुव्ड भनेर मलाई लेख्नुभयो कि तपाईको नाम पारित भइसक्यो, तपाईँ गएर तयारी गर्नुहोस्। र तपाईँ खोलेर भन्नुहुन्छ भने मलाई अप्ठ्यारो छैन, म त चुनावमा आएको छु। त्यसमा जुन नयाँ पात्रहरूको इन्ट्री भयो पार्टीमा, अमरेशजीले यो क्षेत्रहरूमा भूमिका खेलिदिनु भयो र उहाँले यो टिकटमा अब राजसपाको नेताहरू सोच्नुभयो अमरेशजी ठुलो नेता हो, मधेस उहाँले बुझ्नु भएको छ, उहाँले विश्वास दिलाउनु भयो पार्टीलाई। मैले बुझेको छु, महोत्तरी 3 नम्बर क्षेत्र म त्यहाँ जान्छु, मेरो त्यहाँ टिम छ, म जसलाई टिकट दिए जिताएर ल्याउँछु भने विश्वास बालनजीलाई दिलाउनु भयो, रविजीलाई दिलाउनु भयो र टिकटको काम उहाँले टिकट हेरफेर गर्नुभयो। नत्र सुरुकै दिनमा बालनजीले मलाई भन्नुभयो कि तपाईँ गएर तयारी गर्नुहोस्, म गएर झापा 5मा लड्छु भन्ने। यो विषयलाई यति नै राखेँ मैले। अब यो टिकटको कहानी सक्यो। अहिले म उम्मेदवार छु, म मैदानमा छु, जनताको बीचमा छु। जनताको बीचमा मेरो कमी कमजोरी खोज्न उम्मेदवारहरूलाई गाह्रो हुन्छ। म एउटा त्यागको भावना लिएर बाँचिरहेको छु। आफ्नो लागि म आफै मेहनत गर्छु, मलाई ज्ञान छ, मलाई बुद्धि छ, मैले जीवन कसरी बाँच्नुपर्छ। म कुनै जनताको केही ठगिने वाला होइन, कहिले पनि झुट बोल्ने वाला छैन, जनतालाई लगाई बझाई झन्झटमा राखिदैन। म विकास बुझेको छु, मेरो जीवनमा धेरै मौकाहरू पाएँ, मैले दुनिया घुम्ने मौका पाएँ। मेरो पढाइ लेखाइको बारेमा मैले त्रिचन्द्र कलेजबाट मास्टर डिग्री गरेँ, त्यसपछि मैले 4-5 वटा डिप्लोमा विदेशमा गएर गरेँ, अमेरिकामा गरेँ, कनाडामा गरेँ, मैले दक्षिण कोरियामा नेपालको डिजास्टर प्रेजेन्ट गरेँ, मैले 2010मा नेपालको युथलाई युनाइटेड नेसनमा प्रेजेन्ट गरेँ। अब यो सबै अनुभव भनेको मेरो अनुभवलाई म आफ्नो क्षमतालाई प्रदर्शन गर्न एकचोटि मैले जनतालाई बिन्ती गर्छु, मलाई एकचोटि मौका दिनुहोस् र म आफ्नो अनुभवलाई तपाईहरुको बीचमा पस्किन चाहन्छु। लोकतन्त्रमा यदि तपाईँ आफ्नो ज्ञानलाई अप्लाई गर्ने हो, तपाईँ प्रयोग गर्ने हो भने निर्वाचित हुनुपर्छ। र म आराममा म लड्दै गइरहेको छु। मेरो कमी कमजोरी होला, यसपालि सायद मेरो तपस्या पूरा भएको छ। म सुरुको चुनाव लड्दाखेरि एउटा कपाल पनि पाके थिएन मेरो। अहिले हुँदाहुँदै लड्दै मेरो सबै कपाल पाक्न थाल्यो। मैले कहिले चिट गरे न चोरी गरे परीक्षामा। मलाई किन सबजना फेल गरिदिनुहुन्छ? यसपालि मलाई पास गरिदिनुहोस्, म राम्रो काम गर्छु। क्षेत्र 3मा जातीय मत विभाजनकै पनि चर्चा छ। तपाईको पनि मत जातीय विभाजनमै पर्ने गरेको छ कि कसरी अनुभव गर्नु भएको छ तपाईले? मलाई त्यस्तो लाग्दैन। मलाई सबै जातिबाट, सबै समुदायबाट, सबै वर्गबाट बौद्धिक जमातले रामधर कापरलाई उम्मेदवार मानेको जस्तो मैले महसुस गरेको छु। र म यो विषयलाई होला विगतमा पनि उम्मेदवारहरू विभिन्न नारा दिएर जित्नुहुन्छ, तर यसपालि धेरै अनुभवहरू यो क्षेत्रको जनताले पाइसक्नु भएको छ। त्यसकारण यो क्षेत्रमा मैले भन्नुपर्दा मधेस आन्दोलन भयो। मधेस आन्दोलनमा हामी आन्दोलनकारी नै थियौं। बहुदलीय व्यवस्थाको लडाई हुँदाखेरि विद्यार्थी जीवन थियो। विद्यार्थी जीवनमा त्यही बेलादेखि जेल मेल गर्ने एउटा युवा थिए। अहिले आज जेन्जीको कुरा पनि आएको छ र हामी त्यही बेला जेन्जी भएर लडेका पनि थियौं। र हरेक आन्दोलनको उपलब्धि गलत तरिकाले प्रयोग गरेर
जनताको बीचमा आएर म तपाईँलाई खुलेर भन्छु, महन्त ठाकुरजी यो चौराहामा आएर आन्दोलन गर्नुभएको थियो। उहाँलाई मधेस आन्दोलन यहाँ आएर कति शहादत प्राप्त गर्यो। लासलाई बोकेर हस्पिटलसम्म पुग्ने मानिस त हामी थियौं, तर हामी त्यो एजेन्डालाई भोटको एजेन्डा बनाएनौं, अधिकारको एजेन्डा बन्यो, मधेस र मधेसीको कल्याणको एजेन्डा बनायौं। तर केही मानिसहरू यसलाई भोट जित्ने माध्यम बनाउनु हो। म यो भन्दा पहिले चुनाव लड्दाखेरि हाम्रो विरुद्धमा गाउँ गाउँमा गएर त्यो मधेस आन्दोलनको फोटो देखाउँदै थियो। मलाई लागिरहेको थियो कि त्यो फोटोमा त हामी पनि छौं। अब फोटोमा हामीलाई नदेखाइकन ठाकुरजी महाआन्दोलनकारी भनेर 10 वर्ष यो क्षेत्रको जनता उहाँलाई दियो। त्यो क्षेत्र जहाँको त्यही छ। अब यहाँ परिवर्तन चाहिन्छ। कस्तो परिवर्तन? सकारात्मक परिवर्तन, विकास चाहिन्छ, रोजगारी चाहिन्छ, गुणस्तरीय शिक्षा चाहिन्छ, स्वास्थ्य सेवा चाहिन्छ। यो एरिया पूरा हाम्रो प्रत्येक वर्ष यो एरियामा बाढी आएर डुबान हुन्छ, जनता पीडित हुन्छ। त्यसको नियन्त्रण चाहिन्छ। यो सबैको ज्ञान मैले हासिल गरेको छु। यो ज्ञानलाई मैले प्रयोग गर्नलाई आफ्नो उम्मेदवारी दिएको छु। तपाईमाथि एउटा आरोप भनौँ या गुनासो भनौँ, एउटा के छ भने जनताको भनाइ के छ, तपाईँ चुनाव लड्नुहुन्छ, बहुमत अत्यधिक मत प्राप्त गर्नुहुन्छ, लगभग जित्दै कङ्गारमा पुगेर एउटा तपाईले जनताले एउटा मजबुत प्रतिपक्षीको जिम्मेवारी चाहिँ दिन्छ। तर त्यो प्रतिपक्षीको भूमिका निभाउने बेला तपाईँ साइडमा बस्नुहुन्छ भन्ने एउटा जनगुनासो छ। यसलाई कसरी सम्बोधन गर्नुहुन्छ? ठिक छ, यो विभिन्न कोणबाट बुझ्ने कुरा हो। मैले यो प्रतिपक्षको भूमिकामा जिन्दाबाद मुर्दाबाद गर्नु, घेर्ने घेराउने गर्नु भन्दा म सल्लाह दिँदै गर्छु। जो जितेर आउनुभयो उसैलाई मान्ने गरेको छु, सम्मान गर्ने गरेको छु। र मैले चाहन्छु कि जिम्मेवारी लिने साथीहरूले, प्रतिनिधि साथीहरू हाम्रो सल्लाह सुझाव पनि लिएर यो समाजलाई राम्रो गर्नुपर्छ। जहाँ मैले हारे, कुनै साथी जित्नु भयो, त्यो साथीलाई सहयोगीको भूमिका खेल्न चाहन्छु। अब विपक्षको कुरो जहाँसम्म छ, विपक्षमा नारा लगाएर मात्रै विपक्ष बुझिँदैन। मैले अहिले पनि भन्दैछु तपाईलाई, क्षेत्र जहाँको त्यही छ। जनतालाई कल्याण गर्ने बेला किसानलाई पानीको सुविधा, बिजुलीको सुविधा, यो कामहरू कसैको ध्यान गएन। यो पावरमा आउनलाई विगतदेखि पनि मैले एउटा उदाहरण दिए तपाईलाई। मधेस आन्दोलन के को लागि भयो? मधेस पछाडी छ, मधेसी पछाडी छन्, यसको शिक्षा पछाडी छ, स्वास्थ्य पछाडी छ, उठाउनु पर्छ। भयो के? मधेसको नाउँमा, मधेस आन्दोलनको नाउँमा धेरै मान्छेहरूले प्रतिनिधि बन्यो, चुनाव जित्यो, सिंहदरबार पुग्ने माध्यम मात्रै बनायो। जनतालाई काम गर्ने, जनताको लागि काम गर्ने केही पनि गरेन। त्यसकारण अब यो नाराहरू जनता बुझिसकेको छ। काम गर्ने मान्छे चाहिएको छ, विकास बुझेको मान्छे चाहिएको छ। र म आफूलाई बुझ्छु कि म बुझेको छु र म जनताको प्रतिनिधि बनेर जनताको सेवामा जीवन समर्पण गर्न चाहन्छु। यसैको लागि लागिरहेको छु। र म माथि आरोप छ, विरोध गर्दैन। म विरोधको लागि छोडै जन्मेछु, म निर्माणको लागि जन्मेको छु, म राम्रोको लागि जन्मेको छु। सल्लाह सुझाव मैले दिने गरेको छु। अब हामीलाई हाम्रो सल्लाह सुझावलाई नै विपक्षी मानेर लिँदैन भने त्यो कमजोरी मेरो होइन। नलिने मान्छेहरूलाई सोधिदिनुहोस्।
कि तपाईँलाई सहयोग गर्ने मान्छेहरू त छन्। मैले सहयोगीको भूमिका खेल्न चाहन्छु र गलत गर्नेको विरोध त गरेकै छु। अब त्यो कुरो मान्छेले चाहेको होला कि यसले सडकमा उत्रेर व्यक्तिको विरुद्धमा झण्डा बनाएर ब्यानर बनाएर जिन्दाबाद मुर्दाबाद गरेर किन आएन भने भन्नुभन्दा म उम्मेदवार बनेको छु, ममा सबै ज्ञान छ, म राम्रो गरेर देखाइदिन्छु भन्ने मौका दिनुहोस्। क्षेत्र 3 मा चाहे त्यो स्थानीय तहको चुनाव होस् या प्रदेशको चुनाव होस् या प्रतिनिधि सभाको चुनाव होस्, मणिपालको चर्चा चाहिँ उठेको हुन्छ, बारीको चर्चा भएकै हुन्छ। जलेश्वर प्रादेशिक अस्पताललाई ठुलो मेडिकल कलेज या नर्स के भन्छ एउटा डाक्टर उत्पादन गर्ने थलो, यसलाई विशेष उपचारको ठाउँ लगायतका कुराहरू, विभिन्न कुराहरू आउने जतिले आफ्नो आफ्नो तरिकाले चाहिँ म यो बनाउँछु भनेर जान्छन्। तर आज 72 को क्षेत्र 3 मा एउटा राम्रो विश्वविद्यालय समेत छैन, एउटा राम्रो कलेज छैन, राम्रो मेडिकल राम्रो उपचार गराउन सक्ने ठाउँ छैन। तपाईको जुन उम्मेदवारी छ, तपाईले उम्मेदवारी दिँदै गर्दा, तपाईले आज मत माग्दै गर्दा तपाईले पनि यिनै कुराहरू चर्चाहरू गरेर मत प्राप्त गर्ने सोचमा हुनुहुन्छ कि यी प्रतिबद्धताहरू पूरा गर्ने तपाईमा कुनै योजना पनि छ तपाईसँग? म तपाईलाई एउटा उदाहरण दिन्छु, इमानदारी साथ पनि पत्ता लगाउनुहोस्, मिडियालाई पनि थाहा होला। जलेश्वर जनकपुर भिट्ठामोर बाटो जर्जर अवस्थामा थियो। जलेश्वरबाट डेलिगेसन लिएर गएर एक दिन भित्रमा सबै कुरा गरेर तपाईलाई थाहा छ खैरा चोकमा सम्बन्धित मन्त्रालयको मन्त्री आएर शिलान्यास गराउने, त्यति बेला प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यहाँबाट सुरु गर्दा यो बाटोमा मेरो ठुलो योगदान छ, यो मैले गरेको छु। अर्को कुरो तपाईलाई भनौं, नेपाल र भारतको बाइलेटरल सम्झौता हो, द्विपक्षीय सम्झौता छ, सुक्खा बन्दरगाह बनाउने। इन्डिया तर्फ काम पनि सुरु गर्यो, नेपाल तर्फ कामै भएन। यहाँबाट डेलिगेसन लिएर काठमाडौँमा गएर प्रधानमन्त्रीलाई भेटेर भिट्ठामोरको सुक्खा बन्दरगाह बन्नु पर्यो। मेयर साहबहरू पनि डेलिगेसनमा हुनुहुन्थ्यो, यो जिल्लाको संसदहरू पनि सबै हुनुहुन्थ्यो र जलेश्वरकै हाम्रो नेता साथीहरू सबैलाई जोडेर लगेर कुरा गर्दाखेरि यता पनि सुरु गर्नुपर्छ भनेर कुरा उठाइयो। मणिपालको कुरो हामीले त्यही बेला प्रधानमन्त्रीलाई जनतासँग सस्तो रेटमा जग्गा लिएर यहाँ हामी संस्था बनाउँछौँ, इन्जिनियरिङ कलेज बनाउँछौँ, यहाँको मानिसले रोजगारी पाउँछ, यहाँको विकास हुन्छ, तर जग्गालाई ठगेर अहिले के गरिदियो भने मणिपालले पनि अरूसँग बेचिदियो। त्यति मात्र होइन, यो बेचेको कुरो हामीलाई थाहा छैन, मणिपालले बेच्न पाउँछ कि पाउँदैन र यहीँको प्रतिनिधिहरूले पनि मणिपाललाई यो वाल लगाउने नक्साहरू पनि पास गरिदियो। यो सबै कुरो प्रधानमन्त्रीसँग बसेर हामीले कुरा गर्ने, यो त अन्याय हो। जे उद्देश्यको लागि जग्गा लियो त्यही उद्देश्यमा काम गर्नुपर्छ भन्ने आवाज उठाइयो। तपाईले यो जलेश्वरको जेलको कुरो गर्नुहोस्, जेलको बनावट, जेल बनेको ठाउँ, बारी आउँदाखेरि कति दुःख पाउँछ। जेलको एरिया सानो छ, यो सानो एरियामा धेरै मान्छे बस्नु परिरहेको हुन्छ। जेल बन्नु पर्यो भनेर जग्गा पनि कायम भएको छ, यसको निर्माण कार्य सुरु हुनुपर्छ भन्ने पनि प्रधानमन्त्री कहाँ गएर कुरा गरौँ। अब तपाईले भन्नुहुन्छ फेरि भयो के त हामीले सम्बन्धित ठाउँमा बिना पदको मान्छे, बिना जिम्मेवारीको मान्छे यो आवाजलाई उठाइदिनु त्यहाँसम्म मेरो कर्तव्य यो भन्दा बढी, मेरो हातमा यो भन्दा बढी के छ। यहाँको आवाजलाई, यहाँको समाजको पीडालाई उठाउने बेला
हमेशा मैले उठाइरहन्छु र अब म चाहन्छु मलाई काम गर्ने ठाउँमा राखिदिनुहोस्, एकचोटि राखिदिनुहोस्। अनि म देखाउँछु विकासको कुरा, म देखाउँछु मसँग क्षमता छ। तपाईलाई भन्छु, देशमा कोर्डिनेसन गरेर, विदेशमा कोर्डिनेसन गरेर विकासको कामलाई अगाडि बढाउने मेरो इच्छा छ। र यो क्षेत्रलाई म एउटा, अहिले त हामीले कुरा गर्दाखेरि सुन्छौँ कर्णाली प्रदेश धेरै पछाडि छ, तर शिक्षाको कुरा हेर्दा, स्वास्थ्यको कुरा हेर्दा कर्णाली भन्दा पछाडि हामी छौँ। यो क्षेत्रमा विगतदेखि शासन गर्दै आइरहेको प्रतिनिधिहरूलाई लाज मर्नुपर्ने कुरा हो कि कर्णाली भन्दा पछाडि महोत्तरीको 3 नम्बर क्षेत्रलाई हामीले हरेक क्षेत्रमा पछाडि देखिरहेछौँ। अब यो बेला होइन, अब महोत्तरीको 3 नम्बर क्षेत्र यो देशमा राम्रो क्षेत्रभित्र पार्ने मसँग सपना छ र मसँग ज्ञान छ। म त्यसलाई अगाडि बढाउँछु। फिल्डमा घुम्दै हुनुहुन्छ, मत मागिरहनु भएको छ, जनताको आकांक्षा कस्तो छ तपाईसँग? मेरो विचारमा मभन्दा मेरो उम्मेदवारी बाट जनता उत्साहित छन्। काम गर्ने मान्छे चाहिन्छ र म हमेशा जनताकै बीचमै छु। उम्मेदवारहरूको तुलना गर्दा रामआधार थापालाई यसपालि हामीले आफ्नो प्रतिनिधि बनाउनु पर्छ भन्ने धारणा मैले पाइरहेको छु। गाउँमा जाँदा, टोलमा जाँदा म उत्साहित छु। तपाईको समय मैले धेरै लिए। अन्त्यमा तपाईका मतदाताहरूले के भन्न चाहनुहुन्छ? म आफ्नो मतदाताहरूलाई के भन्छु भने, मलाई यो मौका दिनुहोस् र म जनताको चाहना अनुसार काम गर्छु। किसानको खेतमा पानी पुर्याउने काम गर्छु, बिजुली नपुगेको ठाउँमा बिजुली पुर्याउँछु, स्वास्थ्य शिक्षामा म विकास गर्छु, यसको गुणस्तर बढाउँछु र समाजमा कुनै किसिमको द्वन्द म गर्दैन। म यो समाजलाई खुशहाल हेर्न चाहन्छु। हाम्रो समाजमा विभिन्न किसिमको समुदाय, जात जाति, धर्म मिलेर बसिरहेछौँ। यो समाजलाई म सही तरिकाले अगाडि बढाउँछु। मलाई एकचोटि तपाईहरूको मत चाहिन्छ र तपाईहरूको म सेवक बनेर काम गर्नेछु। समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद।